यहाँहरु सम्पूर्णमा अनि अहिलेको चर्चामा रहेको कुरालाई यहाँहरुको बीचमा मेरो विचारहरु लिएर आएको छु। अनि टपिक्स चाहिँ के भने कसैप्रति मोहित नहुनुहोस्। सेलिब्रिटीहरु अहिले हामी देख्न सक्छौं अनि हामी फ्यान भन्छौं हैन, अनि त्यति मात्र नभएर बिग फ्यान भन्छौं अनि हैन, फलोइङ को कुराहरु, सब्स्क्राइब को कुराहरु हामी गर्दछौं, गरिरहेको छौं अनि भन्दछौं पनि। अनि वास्तवमा म यो कुराहरुलाई अलिकति मेरो विचारहरु राख्न चाहे हैन। वास्तवमा फ्यान भन्छ हैन, बिग फ्यान भन्छ हुनुपर्ने चाहिँ हामी येशू ख्रीष्टको है, किनकि जे उहाँले हाम्रो निम्ति गर्नुभयो कसैले गर्न सक्दैन। उहाँ सिद्ध र पाप रहित हुनुहुन्थ्यो। हिब्रू 12:2 मा हामी पाउँछौं, जसले उहाँको सामु राखिदिएको अर्थात ख्रीष्टको सामु राखिदिएको आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्टलाई भोग्नुभयो। उहाँ समान को छ? ख्रीष्ट येशू समान को छ? र पूर्ण रूपमा हामीहरूलाई नजिकबाट चिन्नु र जान्नुहुन्छ उहाँले। तर सेलिब्रिटीहरूले त हामीलाई न त चिन्नुहुन्छ न त जान्नु नै हुन्छ। र उहाँले जे कुरा देखाउन चाहनुहुन्छ त्यही कुरा हाम्रो अगाडि आउँछ, त्यही कुरा हामी देख्छौं। हामी अहिलेको सेलिब्रिटीहरु जुन मोटिभ उहाँले लिएर हिँड्नुहुन्छ, जुन कुराहरु उहाँले देखाउनुहुन्छ, अनि यति समय एडिक्सनमा फसिन्छ, एउटा रोग लागेको व्यक्ति जस्तै उहाँहरुको भिडियोहरु, उहाँहरुको स्टोरीहरु, उहाँको फोटोहरु, उहाँको रिल्सहरुलाई यतिमा चाहिँ पर्खिरहेको छ, प्रतीक्षा गरिरहेको छ। र मैले देख्दछु हैन, अनि उहाँहरुको भुलचुकलाई हैन बोल्ने, उहाँहरुको पक्षमा हैन डिबेट गर्ने, उहाँ यस्तो स्वभावको हुनुहुन्न हैन, उहाँले भन्न चाहेको कुरा चाहिँ यो हो तर तपाईहरुले बुझ्नु भएन भनेर अरु व्यक्तिहरुसँग चाहिँ डिबेट गर्दिने कामहरु हामी देख्दछौं। तर हाम्रो सृष्टिकर्ता परमेश्वरको इच्छा चाहिँ के हो त? हामीले यो कुरालाई पनि विचार गर्नुपर्छ। परमेश्वरको इच्छा के त हाम्रो जीवनमा? नयाँ नियममा देख्छौं थुप्रै ठाउँमा लेखेको छ। तर तपाईहरुको बीचमा म राख्न चाहे ख्रीष्ट येशूको हृदय जस्तो छ त्यस्तै बोकिकन हिँड्ने हैन, ख्रीष्ट येशूले देखाउनु भएको बाटोमा हिँड्ने हैन, क्रुसलाई दिन पुग्ने, उहाँको राज्यको कुरामा अघि बढ्ने, लगानी गर्ने कुराहरु। अनि यहाँ त हामीले आइडल पनि बनाइपठाएका छौं हैन, अनि जे उनीहरुले गर्छ त्यो कुराहरु सेलिब्रिटीहरुले गर्नुहुन्छ, उहाँहरुले त्यही कुराहरु गर्न हामी अग्रसर हुन्छौं, हामी एडिक्ट हुन्छौं एकदमै त्यो कुरामा हैन। कसैले नराम्रो भनेको हामी सहनै सक्दैनौं। अनि अहिलेको अवस्थामा हामीले फलो, लाइक हैन, सब्स्क्राइब भन्ने यो कुरा नर्मल भएको छ। यो कुराको अगेन्स्ट होइन, तर हामीले यो कुराहरु गर्दै गर्दाखेरि हाम्रो डिजायर, हाम्रो चाहनाहरु कतिसम्म चाहिँ हामीलाई असर पारिरहेको छ हैन। कतै हाम्रो हृदयको मूर्तिहरु सेलिब्रिटीहरुलाई त बनाइरहेको छैनौं हामीले, किनकि हिब्रू 12:1 मा भनेको छ, हामीलाई सजिलैसँग अल्झाउने पापहरुलाई पन्छाएर हाम्रो सामने राखिदिएको दौडलाई धैर्यसाथ दौड्नु आवश्यक छ। तपाई र हामीलाई कतै यो कुराले अड्काइ त रहेको छैन। हामीलाई एकदमै त्यही कुरा नै, हामीलाई चाहिरहेको कुरा त्यही कुरा नै हेरिराख्ने कुरा हैन, सेलिब्रिटी जस्तै बन्ने कुरा कतै अल्झि त राखेको छैनौं। किनकि पाप भन्ने कुरा हैन, सजिलैसँग अल्मलाउने कुराहरुले चाहिँ हामीलाई चाहिँ असर पार्दछ। भयानक ठुलो कुराहरु आइलाग्नु पर्दैन, सानोतिनो कुराले नै हामीलाई डिस्ट्र्याक्ट गरि पठाउँछ। यसकारणले गर्दाखेरि परमेश्वरले राखिदिनु भएको दौडलाई धैर्यसाथ दौडनमा हामीलाई यस्तो कुनै सानोतिनो कुराले हामीलाई अल्झाइ त राखेको छैन। यो कुरालाई हामीले याद गरौँ अनि ख्रीष्टको महिमा गरौँ र बलिदान र आज्ञा पालनद्वारा चाहिँ साँचो आराधना परमेश्वरलाई चढाउँ। हुन्छ, यहाँहरु सबैजनालाई जय मसीह, ख्रीष्टको शान्ति रहेको। सालोम।